स्टार्ट गरौँ त यसलाई यता राखौँ होला। आई थिङ्क यसलाई यसरी क्लिक चाहिँ पनि अन्त गर्दा हुन्छ होला नि त होइन। माइ गॉड गाइज, भिडियो सुट गरौँ भनेको निस्के बोक्रो बाँचेको होइन होला नि त। एटलिस्ट आई थिङ्क इट्स वर्किङ अर नट होइन के यस्तो छ यहाँ। सो हेलो एन्ड नमस्ते एभ्री वान, वेलकम टु माई च्यानल होइन। धेरै पछि अब यसमा म प्रायः जस्तो भिडियो पनि हाल्दिनँ थिएँ। सो धेरै पछि यसमा चाहिँ मलाई यसो भिडियो बनाउन त के भइरहेको छ होइन, मेरो लाइफ कता गइरहेको छ भनेर भिडियो बनाउन त जस्तो लाग्यो। सो करेन्टली भनेको मेरो यो लेनोभो एलोक्यू ल्यापटप जुन थियो नि मैले किनेको हो, त्यो ल्यापटपको चाहिँ डिस्प्ले गएको थियो क्या। सो डिस्प्ले मतलब म सबैलाई के सजेस्ट गर्छु भन्दाखेरि यो लेनोभो एलोक्यू ल्यापटप चाहिँ हजुरहरूले नकिन्नु, किनभने एकदम यसमा एकदम धेरै इस्यु आउँदो रहेछ। प्लस मदरबोर्डको पनि एकदम धेरै इस्यु आउँदो रहेछ। त्यही भएर मतलब मदरबोर्डको धन्न मेरो चाहिँ मदरबोर्ड गएन होइन, डिस्प्ले गएको थियो। सो डिस्प्लेलाई फेरिसकेको छु मैले होइन। अनि यसलाई कति लाग्यो भन्दाखेरि 9,000 रुपियाँ, एनपिआर 9,000 लाग्यो यो डिस्प्ले फेर्न मात्रै। सो अब कस्तो क्वालिटीको त छ, अब ओरिजिनल जस्तो त कम्प्लिटली हुँदैन होइन। अनि त्यसपछि अर्को नेक्स्ट चिज भनेको चाहिँ म चाहिँ अहिले करेन्टली कुन ल्याङ्ग्वेज सिकिरहेको छु त। म अहिले चाहिँ करेन्टली भनेको रियाक्ट, फ्रन्ट एन्डको रियाक्ट सिकिरहेको छु। प्लस ब्याक एन्डमा चाहिँ स्प्रिङ बुट युज गरेर रेस्ट एपिआईहरू होइन, क्रड अपरेसन हो त्यस्तै। अहिले भर्खर मतलब स्टार्टिङ मात्रै हो नि त, भर्खर त्यो सिक्दैछु। अनि अहिले करेन्टली चाहिँ म भनेको 8th सेमिस्टरमा हो, अब इन्टर्न गर्नुपर्ने छ। सो हजुरहरू कसैलाई यदि इन्टर्नको मतलब थाहा छ भने कृपया सजेस्ट पनि गर्न सक्नुहुनेछ। अनि छोटो मिठो भिडियो यही हो। अनि प्लस हजुरहरूलाई अब मेरो तर्फबाट कुनै कन्टेन्ट यदि हेर्न मन छ भने कृपया सजेसन दिन सक्नुहुनेछ। सो यति नै भन्दै किप अन कोडिङ, किप अन हस्लिङ, बाइ बाइ गाइज।